नमस्ते, स्वागत छ मेरो युट्युब च्यानलमा। लगायत आज चाहिँ हामी वैशाख 1 गते चाहिँ यो लेकको टुरमा हिँड्दैछु। अब यहाँबाट माथि चाहिँ चौरी खर्क भन्ने ठाउँमा चाहिँ पुग्नु लागेको छ। मेमे अब यहाँबाट चाहिँ कति टाइम लाग्छ होला? अब 10 मिनट लाग्छ होला। 10-15 मिनटमै आइपुग्छ अरे। अब यहाँ चाहिँ यस्तो दामी गुराँसको फुलहरू फुलेको छ हौ। ल आहा, यस्तो दामी छ। तर यस्तै जङ्गल भयो भने यहाँ चाहिँ गाडी गइरहेको छ। हामी चाहिँ यो गाडीमा हिँड्दैछु। हामी चाहिँ यो चौरी खर्कमा आइपुग्यो। अहिले चाहिँ बिहानको 8 बजी नै बिहानै उकालो चढेको। यस्तो दामी रहेछ कि चौरी खर्क। वाह, स्विजरल्यान्ड त के स्विजरल्यान्ड हो र? यस्तो त हाम्रो नेपाल स्विजरल्यान्डभन्दा कम त छैन। यस्तो दामी छ हौ। चौरी गोठ पनि यता राख्नु हुँदो रहेछ। यस्तो दामी ठाउँ छ यहाँ। ल हेर्नुहोस्, गुराँसको चाहिँ भण्डारै रहेछ यहाँ। फुलेर चाहिँ चकमक्क फुलेर यस्तो राम्रो देख्ने भएछ। लगायत हामी चाहिँ अब उकालो चढ्दैछ। अब यो माथि त्यो डाँडामा, यो भिर चढेर चाहिँ माथि डाँडामा हिँड्नु लाग्यो। अब हामी चाहिँ यहाँ थाकेर यस्तो ढुङ्गाको च्यापमा चाहिँ शीतलमा बसेर खाजा खानु लाग्यो। ओहो, ठाउँ पनि दामी रहेछ त है। क्या दामी रहेछ। ल बब्बाल रहेछ नि शीतल चाहिँ। लगायत यस्तो राम्रो सिन भएको ठाउँमा आइपुग्यो आजको बिहान चाहिँ। कलिङचोक डाँडा चाहिँ त्यो डाँडा रहेछ। यस्तो सिन राम्रो छ। राम्रो छ, राम्री होइन। गाइस अब यो ठिङसाङ डाँडा भन्ने ठाउँमा चाहिँ पुग्नु लाग्यो। तर यो भिरको बाटो यस्तो डेन्जर रहेछ कि बापरे बा, कुना कुनामा चापेर जानुपर्ने रहेछ। यस्तो भिर। ल यहाँबाट तल झऱ्यो भने चाहिँ खतरै देख्ने रहेछ है। ल आमामा, ल तल गएर कस्तो रहेछ। भिर त रिङ्गर चल्ने खालको रहेछ। ल गाइस, हामी चाहिँ अब यो ठिङसाङ डाँडाको उचाइमा 3500 किलोमिटर उचाइमा चाहिँ आइपुग्यो। अब आजको वैशाख 1 गतेको न्युयरको दिनमा, नयाँ सालको दिनमा चाहिँ अब हामी चाहिँ यहाँबाट उता चाहिँ उत्तरतिर पनि चौर छ अरे। त्यो चौरतिर घुम्नु जान लागिरहेको छु। र यहाँ छोटेन पनि रहेछ यस्तो डाँडामा। अब यहाँबाट तर हेर्दा त डरलाग्दै छ नि यो भिर त। अब यो बाटो रोड चाहिँ भिगु तर्फतिर कलिङचोक जाने बाटो अरे। अब हामी चाहिँ यो गोब्रेसल्लाको जङ्गलतिर आइपुग्यो। दुईजना दाजुभाइहरू चाहिँ भित्र अगाडि हिँड्दैछ। म चाहिँ त्यो उकालो चढेर स्याँ भइरहेको छ। त्यो माथि भित्रतिर चिलाउनेको फुल पनि फुलेछ। हामीहरू चाहिँ यहाँ घुम्न आउने क्रममा चाहिँ यहाँ चौरी पनि भेटिहाल्यो। चौरी पनि आउँदैछ यहाँ टक्क। चौरीहरू पनि लङ हिँड्दैछ हो। ल हे टम हे। त्यो माथि डाँडा चाहिँ कलिङचोकको डाँडा हो भन्छ। तर त्योभन्दा पछाडि चाहिँ कलिङचोकै रहेछ। ल ओहो, लगाइज अब यहाँ चाहिँ यस्तो डाँडामा नि मान्छेहरू पिकनिक खानुको लागि आउँदो रहेछ। यहाँ चाहिँ यो चौरमा चाहिँ चौरी गाईहरू पनि पुरा चरिरहेको छ। यस्तो राम्रो रहेछ कि ठाउँ चाहिँ। बिचरा अब अहिले चाहिँ घाँस त्यति उम्रिएको छैन, मजाले खाइरहेको छ घाँस। ल गाइज, अब हामी चाहिँ यो अग्लो डाँडा चढेर पनि फर्किँदैछौँ। भिर यस्तो डेन्जर भिर छ कि हट। यहाँबाट तल हेऱ्यो भन्दा नि रिङ्गोटै फोन पनि चल्दो रहेछ। ल बादलबाट यस्तो सिन राम्रो देख्दो रहेछ। बिस्तारै हिँड्नुपर्ने रहेछ। हट, यहाँबाट लड्यो भन्दा अनि बर्बादै हुँदो रहेछ नि। तल्लो खल्चोमा पुग्दो रहेछ है। त्यहाँनिर फेरि भिरमै चाम रहेछ। यस्तो डेन्जर छ हौ। ल गाइज।